हामी यहीँभित्र पनि रोजगारी सृजना गर्न चाहन्छौँ। मधेसमा अपार रोजगारीको सम्भावना छ। 4 खरबको हामी अन्न, पात, तरकारी, फलफुल, माछा, मासु, दूध किन्छौँ। हामी केरा पनि किन्छौँ, प्याज पनि किन्छौँ, धनियाँ पनि किन्छौँ, मरिच पनि किन्छौँ। 4 खरबको किन्छौँ। केटाकेटी बाहिर पढ्न पठाउँछौँ, केटाकेटी बाहिर काम गर्न पठाउँछौँ। तिनले कमाएर नेपाल पैसा पठाउँछन्। तिनको पैसाबाट अनि गएर हामी खेती किसानी गर्ने ठाउँमा खेती किसानी गर्न नसकेर र त्यहाँ गइसके पछाडि हामी त्यसको आम्दानीको त्यसबाट ती मानिसहरूलाई थप सम्पन्न बनाउनु पर्ने, तिनलाई थप प्रोत्साहित गर्नुपर्ने ठाउँमा हामी सबै किनेर ल्याएर मात्र खान्छौँ। हामी यहाँ आज हाम्रो पार्टीको नेता विनोद चौधरी यहाँ आउनुभएको छ, जसले हजारौं रोजगारी सृजना गर्नुभएको छ। हामी यस्तो हजारौं रोजगारी सृजना गर्न सक्ने क्षमता भएको यही प्रदेशका थुप्रै निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ। यहाँको नौजवानहरूलाई पनि, यहाँका नयाँ पुस्ताका साथीहरूलाई पनि तिमी आफू पनि काम गर, अरूलाई पनि काम सृजना गर भन्ने एउटा अवस्था निर्माण गर्न चाहन्छौँ।